मैले करिब 2 महिना अघि यो एप्लिकेसनमा काम गरेको थिएँ हैन। मैले एउटा भिडियो पनि बनाएको थिएँ, तर म बीचमा यो एप्लिकेसन डिलिट भएको रहेछ मेरो मोबाइलबाट चाहिँ। अहिले डाउनलोड गरेर क्यास आउट गर्दैछु हैन। मिनिमम विथड्रो पुगिसकेको रहेछ 161 क्विन। अब चाहिँ म विथड्रो गर्न गइरहेको छु। अलि तल जानु होला। नेपालमा चाहिँ सबभन्दा बेस्ट चाहिँ मोबाइल क्रेडिट रहेको छ हैन। मोबाइल रिचार्ज रहेको छ। यहाँनिर आफ्नो मोबाइल नम्बर राखेर भ्यालिडेटमा क्लिक गर्नुपर्ने रहेछ हैन। मैले चाहिँ मेरो मोबाइल नम्बर त्यहाँनिर एड गरिदिइसकेँ हैन। अनि चुज अपरेटर भनेको छ हैन। हाम्रो चाहिँ एनटिसी जीएसएम भएकाले एनटिसी चुज गऱ्यौँ हैन। वाउ क्विन युज्ड चाहिँ 161 क्विन छ हैन। अनि तल पासवर्ड राखेर एड क्रेडिटमा क्लिक गर्नु होला हैन। त्यसपछि क्यास आउटमा लागिसकेको छ। अहिले चाहिँ टाइम चाहिँ 8:43 भएको छ हैन। क्यास आउट पेन्डिङमा रहेको छ। हेरौँ कति मिनेटमा विथड्रो हुन्छ। टाइम चाहिँ हेर्न सक्नुहुन्छ 8:43 भएको छ। सक्सेसफुल्ली 8:44 चाहिँ मेरो विथड्रो सक्सेसफुल भइसकेको छ। यहाँनिर हेर्न सक्नुहुन्छ 139.20 पैसा चाहिँ मेरो सिममा उनीहरूले एड गरिदिइसकेका छन् हैन। यो चाहिँ जेनुन र रियल एप्लिकेसन रहेछ। साथीहरू स्वागत छ मेरो युट्युब च्यानल अर्नन नवीनमा। विथड्रो प्रुफ हेरिसक्नु भएको छ हैन। यसमा अर्निङको बारेमा म हजुरहरूलाई बताउने छु। सुरुमा रहेको छ यहाँनिर प्ले गेम। यो प्ले गेममा चाहिँ हजुरहरूले पार्टिसिपेट भएर जसले हाई स्कोर राख्न सक्यो हैन उसले चाहिँ राम्रो अर्निङ गर्छ। हजुरहरू हाई स्कोर राख्न सक्नु भएन तर पनि गेममा पार्टिसिपेट हुनुभएको छ भने चाहिँ हजुरहरूलाई पनि बोनस दिनेछ हैन। अर्को रहेको छ यहाँनिर इन्स्ट्यान्ट अर्नमा क्लिक गर्नु होला हैन। अनि माथितिर एडहरू हेर्न सक्नुहुन्छ। कोड ब्लू, कोड रेड, कोड ओरेन्ज भनेको छ हैन। नेपालमा चाहिँ सबभन्दा बेस्ट चाहिँ कोड रेड रहेको छ। कोड ब्लू र कोड ओरेन्ज चाहिँ नेपालमा एडहरू त्यति आउँदैनन् यिनीहरूमा हैन। म हजुरहरूलाई एउटा एड हेरेर पनि देखाउने छु हैन। अहिले मेरो चाहिँ 4.96 वाउ क्विन रहेको छ। म चाहिँ एउटा एड हेर्न गइरहेको छु हैन। यहाँनिर क्लिक गर्नु होला एकचोटि क्लिक गर्नु होला हैन। अब चाहिँ हाम्रो रिवार्ड प्राप्त भइसकेको छ 0.1 वाउ क्विन हैन। यसरी हजुरहरू अर्निङ गर्न सक्नुहुन्छ। अनि अर्को रहेको छ सी अल अफर। यहाँनिरबाट हजुरहरूले अर्निङ गर्न सक्नुहुन्छ। यो प्ले टाइम चाहिँ बेस्ट रहेको छ हैन। अरूमा चाहिँ त्यति अर्निङ हुँदैन। टास्कहरू ठुला टास्कहरू गर्नुपर्ने हुन्छ। प्ले टाइममा एकचोटि क्लिक गर्नु होला। एपहरू दिएको हुन्छ हैन। तिनीहरू एपहरूमा टाइम बिताए बापत यसले चाहिँ पैसा दिने गर्छ हैन। मिनट 1 वाउ क्विन भनेको छ हैन। तर 1 वाउ क्विन चाहिँ दिँदैन यसले। 0.5 वाउ क्विन दिने गर्छ। 1 वाउ क्विन चाहिँ यसले प्रचारको लागि होला सायद। 0.5 वाउ क्विन हो दिने भनेको 1 मिनेट खेले बापत हैन। यसबाट पनि हजुरहरूले राम्रो अर्निङ गर्न सक्नुहुन्छ। अनि यहाँनिर टास्कहरू सर्वेहरू पनि रहेका छन् हैन। यिनीहरू पनि हजुरहरूसँग स्किल छ भने कम्प्लिट गर्न सक्नुहुन्छ। तर धेरै गाह्रो हुने गर्छ हैन। अनि अर्को रहेको छ इन्भाइट फ्रेन्ड हैन। हजुरहरूले आफ्ना साथीहरूलाई इन्भाइट गरेर पनि अर्निङ गर्न सक्नुहुन्छ। अनि अर्को रहेको छ डेली यो वाउ एप्लिकेसनमा आउनु होला हैन। अनि डेली युबिआई पाउन सक्नुहुन्छ। जति अर्निङ गर्नुहुन्छ युबिआई पनि त्यति बढेर जान्छ हैन। अर्निङको हिसाबले यो घटबड हुने हो युबिआई चाहिँ। क्यास आउट गर्नको लागि चाहिँ तल क्यास आउटमा क्लिक गर्नु होला। अनि यसको ब्राउजर खुल्नेछ। क्यास आउट चाहिँ हामीले ब्राउजरदेखि गर्नुपर्ने हुन्छ। धेरै रहेका छन् यहाँनिर। हाम्रो लागि चाहिँ पेपाल र मोबाइल क्रेडिट हो हैन। तर पेपालमा चाहिँ मिनिमम विथड्रो 240 वाउ क्विन रहेकाले मोबाइल क्रेडिट चाहिँ नेपालको लागि बेस्ट हुन्छ हैन। मैले हजुरहरूलाई विथड्रो गरेर पनि देखाइदिएँ सुरुमा चाहिँ।
यसरी अर्निङ गर्न सक्नुहुन्छ। अनि यो सुरुको चार्टमा चाहिँ कसले विड्रो गरिरहेछ भनेर देखाउँछ होइन, कुन कुन देशमा कसले विड्रो गरिरहेछ अहिले चाहिँ भनेर देखाउँछ। यसरी हजुरहरू हेर्न सक्नुहुन्छ, यहाँनिरबाट हेर्न सक्नुहुन्छ। विभिन्न मानिसहरूले विड्रो गरिरहेछन् होइन, हजुरहरू पनि यसमा जोइन हुन सक्नुहुन्छ होइन। अर्निङ गर्न अलिक गाह्रो भए पनि यो चाहिँ रियल अर्निङ एप्लिकेसन रहेको छ, डिस्क्रिप्सनमा लिङ्क छ होइन, त्यहाँबाट आएर जोइन हुन सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ।